बालिनभन्दा सुदन गुरुङ शक्तिशाली छन्। दरबार हत्याकाण्ड छानबिन गर्ने एउटा सेना निशानामा छ, एउटा पूर्व राजा निशानामा छन् र तात्कालिक रूपमा चाहिँ रामचन्द्र पौडेल निशाना हो। महाधिवेशनपछि यसले एउटा दिशा समात्छ। कब्जा गर्ने रणनीति हो। सके चुनावबाटै कब्जा गर्ने। ट्रम्प एकदम डरलाग्दो जोखिममा परे। उनी मारिन पनि सक्छन्, उनी अवदस्त पनि हुन सक्छन्। पौडेल अब जनार्दनको नाम आइरहेछ, भोलि प्रचण्डको नाम आउँछ, भोलि अर्का नाम आउँछ। यति भएपछि त सबै त त्राही त्राही। यो घन्टीको तपाईको पृष्ठभूमि इतिहास हेर्नुभयो भने यसको स्थापना नै एकदमै कृत्रिम र यसको प्रयोग पनि एकदमै कृत्रिम खालको छ। चाहे त्यो स्थापना काल होस्, चाहे चाहिँ यो गएको भदौबजीको घटनाहरू होस्। अब यसरी उठाइएका मान्छेहरूको एउटा विशेषता के हुन्छ भन्छ भने त्यो अनेक खालका शक्ति केन्द्रहरूले त्यो पावर एक्सरसाइजको निम्ति विभिन्न ग्याङहरू त्यहाँ पठाउँछ। घन्टी भनेको छाता मात्रै हो। सबै खालका शक्ति केन्द्रहरूको पावर एक्सरसाइज गर्ने छाता हो। त्यहाँभित्र एकै खालका तत्त्वहरू छैनन्। भनेको विगतका काङ्ग्रेस एमालेको महाधिवेशनभन्दा यो अलिक धेरै नै भिन्नता हो। यो एकदम भद्दा छ। यो जस्तो काङ्ग्रेस एमाले माओवादीको पनि हुन्थ्यो, त्यही शक्ति केन्द्रहरूको चलखेल हुन्थ्यो। जस्तै काङ्ग्रेस मैले देख्यो नि। अब यो मलाई लाग्छ नेपालको यो दलालहरूको नीति बुझ्नुको निम्ति साह्रै राम्रो उदाहरण हो यो। जस्तो ओली नभइकन एमाले चल्दैन, ओली नभइकन एमालेको कल्पना गर्न सकिन्न भनी व्यक्ति नै विष्णु पौडेल र शङ्कर हुन्। तर ओलीलाई पक्राउ गरिसकेपछि ओलीलाई सबभन्दा बढी खेद्ने मान्छे पनि यिनी दुईजना निस्के। किन भन्छ भने उनी ओलीको वरिपरि उनी पठाइएका थिए। त्यो कुरो ओलीलाई पनि थाहा थियो हैन। त्यो प्रधानमन्त्रीको जागिरको निम्ति तिनी मान्छेलाई वरिपरि राख्न उनी पनि बाध्य थिए, नत्र त्यहाँ जान दिँदैन। र यिनीहरूले जस्तो ओलीलाई निगरानी गर्न भनौँ, प्रभाव पार्न भनौँ, प्रयोग गर्न भनौँ, जुन शक्ति केन्द्रबाट खटाइएका थिए उसको काम गर्नुको निम्ति ओलीको सबभन्दा वफादार भए र काम गरे। ओली कमजोर हुनादेखि उनले लखेट्न सुरु गरे। एउटा राम्रो उदाहरण हो। सायद धेरै मान्छेले यो कल्पना गरेका थिएनन्, यो घटना देखिन्छ भने कल्पना गरेका थिएनन्। तर यो घन्टीको अलिकति फरक छ। जस्तो भदौपछि हेर्ने हो भने त्यहाँ दलाइ लामाको ग्याङ छ हैन। धेरै सांसदहरू दलाइ लामाका मान्छे छन्, टिओबीसँग सम्बन्धित छन्। यही गृहमन्त्री टिओबीकै तपाईँको सदस्य हो। अब त्यसपछि कोही चाहिँ अब बालिनको ग्याङका छन्, कोही रविको ग्याङका छन्, अब कोही चाहिँ अमरेश कुमारको ग्याङका छन् हैन। उनी तिनीभन्दा छुट्टै हुन रले पठाएको छ त्यहाँ। अब त्यहाँ रको ग्याङ पनि छ, सिआइएको पनि छ, अब अमेरिकन पश्चिमाहरूभित्र नवोदारवादी पनि छ, अहिलेमा सत्तामा रहनेहरूको पनि छ। विभिन्न खालका प्रवृत्ति। र यहाँ कस्तो हुन्छ, उनीहरूले त्यो खेल किन खेल्छन् भन्छ भने कुनै पनि शक्ति को महत्त्वपूर्ण विशेष गरी नीति निर्माण गर्ने